Hi everyone, good morning. Welcome back to my channel. I hope so. तपाईहरु सन्चै सुबिस्तै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि म चाहिँ नानीको लागि अघि नै लन्च बनाएर पनि पठाइदिसके। आज चाहिँ के भयो भन्दाखेरि बेलुका नानीको होमवर्कले गर्दाखेरि के गर्दा ओर्दा ढिलो सुताइ भयो अनि बिहान ढिलो उठ्यो नि त। त्यही भएर चाहिँ उलाई चाहिँ दादाले पुर्याउन जानु भएको छ। अघि 8:15 तिर निस्किनु भएको छ यहाँबाट। अब दादा आइपुग्ने बेला पनि भयो। अब चाहिँ म चाहिँ ब्रेकफास्ट बनाउन थाल्छु दादाको लागि। नानीको लागि त लन्च बनाएर पनि मैले पठाइदिइसकिहालेँ हो। अब चाहिँ दादाको लागि बनाउनु पर्ने हुन्छ। म चाहिँ बिहानै मुखसुख धोएर हो फ्रेस भएर नानीको लागि लन्च बनाउन थालिहालेको नि त। हतार हुन्छ नि त जहिले पनि हो। 8 बजी नै गए पनि हतारै हो, 8:30 मा गए पनि हतारै हो। बिहान 7:30 नै निस्किँदा पनि हतारै हुन्छ हो। बिहान चाहिँ एकदमै बिजी हुन्छ नि त। त्यही नानीको लन्च बनाउनु के गर्दाखेरि चाहिँ एकदमै बिजी हुन्छ हो। अब चाहिँ म चाहिँ आज दिनभरि के गर्छु कसो गर्छु है तपाईहरुलाई देखाउँदै जानेछु। हेर्दै गर्नु होला। साथीहरु यहाँ हेर्नु नि, यो चराको चर्ती कला चाहिँ के चरा भन्छ यसलाई चाहिँ थाहा छैन हो। आज अलिक घाम लागिरहेको छ नि त, त्यही भएर चाहिँ नाचेको होला, खुसी भएको होला उनीहरू पनि हो। एकदम कराइरहेको चाहिँ चुच्चाएर नाचिरहेछ, एकदम खेलिरहेछ। उनीहरू पनि मस्ती गरिरहेछ यहाँ। म चाहिँ नि दादाको लागि ब्रेकफास्ट बनाइदिँदैछु, हस्बेन्डको लागि हो। अनि मैले चाहिँ बिहानै आज चाहिँ नानीलाई पनि लन्च बिहानै बनाएर पठाइदिएँ होइन। नानीको लागि चाहिँ आज बिहानै बनाएर पठाइदिएँ। बिहान भन्दा पनि कति बजी भने आज चाहिँ ऊ ढिलो उठ्यो नि त। बेलुका थाक्यो भनेर ढिलो सुत्यो। उसको होमवर्कहरू पनि धेरै रहेछ हो। होमवर्क गर्दा ओर्दा सुत्ने बेलामा त 10 बजेको थियो नि त। अनि ढिलो सुत्यो। त्यही भएर चाहिँ बिहान ढिलो उठाइ भयो नि त उसको। त्यही भएर चाहिँ उसलाई चाहिँ दादाले बिहान अघि 8:15 तिर पुर्याउनु जानुभयो। अनि लन्च चाहिँ बिहानै बनाएर पठाइदिएँ। अनि दादाको लागि चाहिँ म चाहिँ यहाँ ब्रेकफास्ट बनाइदिँदैछु हो। दादा चाहिँ नुहाइधुवाइ गरेर पूजा गर्नुहुँदैछ हो। पूजा गरिसकेर चाहिँ ब्रेकफास्ट गर्नुहुन्छ नि त। अनि यहाँ चाहिँ मेरो लागि चिया बनाउँदैछु। यता दुध तातिँदैछ हो। दादालाई चाहिँ ब्ल्याक टी बनाइदिएको छु। ब्ल्याक टी पिउनुहुन्छ बिहान चाहिँ। अनि यहाँनिर चाहिँ यो चाहिँ बिहानको भाँडाकुँडा हो। नानीलाई लन्च बनाएर पठाएको, आलुदम र रोटी बनाएर पठाइदिएको छु उसलाई चाहिँ हो, पठाइदिएँ। अनि यता लुगा पनि धुँदैछु हो। यता ब्रेकफास्ट पनि बनाइदिँदैछु दादाको लागि। त्यहाँबाट छिटो गरेर फेरि लन्च पनि बनाउनु पर्ने हुन्छ। दादा ड्युटी जानुहुन्छ है। अनि त्यही हो, घरकै काम हो। बिहानदेखि नै बेलुकैसम्म सकिँदैन त कामै। जति नै गर्दा पनि कहिले नसकिने हो। दादाले पूजा गर्नुहुँदैछ। पूजा गर्नुहुँदैछ। उता भजन पनि बजिरहेको छ। दादाले पूजा गर्नुहुँदैछ। अब पूजा गरिसकेर चाहिँ ब्रेकफास्ट गर्नुहुन्छ। दादाको लागि ब्रेकफास्ट रेडी भयो। अन्त यता चिया चाहिँ यो चाहिँ मेरो लागि हो। अब चिया पिउँछु हो। दादा चाहिँ ब्रेकफास्ट गर्नुहुन्छ ल। दादा आउनुहोस् है, ब्रेकफास्ट रेडी भयो। दादाको चिया यहाँ छ, ब्ल्याक टी। दादा चाहिँ ब्ल्याक टी पिउनुहुन्छ नि त। अनि अब एकछिन चिया पिउँछु होर्सुरा चाहिँ। अनि यहाँ हेर्नु नि मेरो काम कति छ। खाजा खानुहोस्, रेडी भयो है। ब्रेकफास्ट बनाएको, बिहान नानीलाई लन्च बनाएको, एकदम एक्रास छ हो। म चाहिँ नि एकछिन तल गेटमा जाँदैछु। मैले चाहिँ एउटा पार्सल मगाएको थियो अनलाइन हो। पार्सल आएको छ अरे कि, त्यही लिनुको लागि जाँदैछु। दादाले चाहिँ खाना बनाउनु भयो। अनि मैले चाहिँ फुलमा मलहरू माटोहरू थप्ने काम गरेँ हो। अनि अझै सकेको छुइनँ। आदि गर्दै मेरो पार्सल आयो अरे भनेर चाहिँ म चाहिँ पार्सल लिनु जाँदैछु। अब आएर फेरि त्यो अस्ति चाहिँ मैले टेरिसमा राखेको प्लान्टहरूलाई मल लगाउने काम गरेको थिएँ भने आज चाहिँ मेरो बाल्कनीमा भएको प्लान्टहरूलाई यसो मल माटो थपिदिने काम गर्दैछु। अनि फेरि आएर गर्नुपर्ने हुन्छ मैले चाहिँ हो।
चाहिँ अहिले चाहिँ गेटमा जाँदैछु, हेर्दै गर्नु होला। आजको दिन चाहिँ एकदमै राम्रो भइरहेको छ हो, मजाले घाम लागिरहेको छ बाहिर। यहाँ हेर्नुहोस् त साथीहरू, यस्तो दामी घाम लागिरहेको छ कि आज भने चाहिँ आज चाहिँ मैले चाहिँ बिहानै लुगा धोएर पनि सुकाइहालेँ हो। सबै काम चाहिँ आज चाहिँ छिटो छिटो गरेँ नि त, घाम लागेको दिन त हो है, लुगाहरू सुक्नु पर्ने। मेरो स्कुटी पनि नछोपेर हेर्नु नि दुलै दुलो भइरहेको छ। म चाहिँ गेटमा आइपुग्न लागेँ हो। आऊ बहिनी छ कि छैन हौ? छैन जस्तो छ त हौ बहिनी त। मैले चाहिँ यहाँ पार्सल मगाएको थिएँ कि, पार्सल आयो अरे, त्यही भएर लिन आएको। फेरि छिटो छिटो गएर चाहिँ फेरि मेरो कामै गर्नुपर्ने हुन्छ हो। बहिनी त छैन रहेछ, कहाँ गयो? आउँछ होला हौ अहिले। बहिनी चाहिँ उता लगाएको रहेछ कि, आउँदै रहेछ कि। ऊ आएपछि म चाहिँ लिएर जानेछु। आज चाहिँ घाम लागेर हेर्नु नि कस्तो दामी, आजको वेदर चाहिँ एकदमै राम्रो भइरहेको छ। यहाँनिर पार्सलहरू चाहिँ यहाँनिर छ। बहिनी आउँदैछ, बहिनी आएपछि चाहिँ लिएर जानेछु। म चाहिँ नि पार्सल लिएर पनि जाँदैछु है। मैले चाहिँ अस्ति एउटा फ्लिपकार्टबाट एउटा अनलाइन सामान मगाएको थिएँ नि त कि, आएछ कि, लिएर जाँदैछु हो। अनि अब छिटो छिटो घरमा गएर चाहिँ काम गर्नुपर्ने हुन्छ। दादा पनि ड्युटी जानु आँट्नु भएको छ नि त। हामी चाहिँ यहाँनिर बस्छौँ है। यो चाहिँ गेस्ट हाउस भइहाल्यो हो। यहाँ चाहिँ गेस्टहरूको लागि हो। अनि यो चाहिँ सबै हाम्रो फ्यामिलीहरूको लागि भयो। ब्याचलरहरू पनि छनु चाहिँ। यहाँनिर कस्तो दामी दामी फुल फुलिरहेको रहेछ, मसिनो तेरेर परेर। यहाँ हेर्नु नि, कलर पनि कस्तो मिठो कलरमा हो। अनि यो त गेट भइहाल्यो। ए यहाँ पनि छ, कोपिला लाग्दै रहेछ। एन्जेलिया के भन्छ हौ यसलाई चाहिँ थाहा छैन, एन्जेलिया भन्छ जस्तो लाग्यो। अरू त सबै फुलेको छैन, भर्खर टुसाहरू आउँदैछ नि त। यति बेलै हो नि त यसलाई माटो फेर्ने, मल फेर्ने बेलाहरू। नानी के गरेको हो? अन्त लुगा फेर्नु चाहिँ यति साह्रो अतालिँदै फेर्नुपर्छ? अनि कति बजिसक्यो? 7:30 भइसक्यो त। अन्त 7:30 भइसक्यो, 7:30मा त खेल्नु जान्छ? आम्मामा के साह्रो अत्तालिँदै लुगा फेरेको बाबा। अरू लगाउ न, अरू लुगा। अनि यी मुनि हो त्यो जर्सी लगाएर जाऊ, ट्र्याकसुट लगाएर जानु, जर्सी हाफपेन्ट लगाएर जाऊ। आम्मामा उसलाई चाहिँ हतार परेको हेर्नु है साथीहरू। यहाँनिर चाहिँ भर्खर स्कुलबाट आइपुगेको कि, भर्खर स्कुलबाट लिएर आइपुगेको होइन। अब खाजासाजा खानु ओर्नु छैन, त्यतिकै खेल्नु जाने भन्दैछ। भोलि चाहिँ सेकेन्ड स्याटरडे छुट्टी रहेछ नि त, त्यही भएर चाहिँ खेल्नु जानुको लागि पुरै हतार पर्यो। त्यो लुगा चाहिँ के गरेको अन्त? त्यो लुगा टिप मम्मी होइन, कटाएर राख, मजाले मिलाएर राख। अब खाजा खाऊ न पहिला। चाहिँ खेल्नु पाउँदैन नि त। अब बिहान 7:30मा गएर अहिले भर्खर 7:30मै आइपुग्दैछ होइन। त्यही भएर उसलाई चाहिँ खेल्नु जानु एकदमै हतार भयो। नानी 10 मिनटमा त खाली है ल। यहाँ मुनि खेल्दै रहेछ नानी। 10 मिनटमा आउनु पऱ्यो ल। गए साथीहरू। नानी चाहिँ खेल्नु आउने बित्तिकै खाजा पनि खाएको छैन हो। खाजा खान्छु त भन्दै थिएँ कि, मामै तताइदिइरहेको छु। खाजा नखाइकन खेल्नु गयो, उसलाई हतार पऱ्यो नि त खेल्नको लागि। अब चाहिँ म चाहिँ खाना बनाउनु सुरु गर्छु हो साथीहरू। नानी पनि खेल्नु गइहाल्यो, दादा पनि 8:30मा आउँछु भन्नुभएको छ नि त। 8:30मा आउनुहुन्छ होला। अनि म चाहिँ अब छिटो छिटो गरेर खाना बनाउँछु। अनि आजको लागि चाहिँ यो भिडियो चाहिँ यतैतिर राख्छु है। बाई बाई, सी यु नेक्स्ट भिडियो।